हेलो एभ्रिवान, वेलकम टु माई मिनी भ्लग। हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। अहिले चाहिँ जापानमा गोल्डन विक चलिरहेको छ र हाम्रो चाहिँ बिदा भएकोले हामी ड्राई पिकनिक जाँदैछौँ। गोल्डन विकको कारणले ट्रेन पनि एकदम भिड थियो र एकीतिर नि एकदम मान्छेको भुइँचो थियो र हामी चाहिँ झरेर गयौँ हाम्रो डेस्टिनेसनतिर। जिनाको चाहिँ छाता हावाले उडाएर यस्तो बनायो। हामी चाहिँ पार्कमा जानको लागि हिँड्दैछौँ, एकदम गर्मी थियो र हामी पार्कमा पुगेर पनि मेरो बुढाले चाहिँ कहाँ बस्ने भनेर हेर्दै हुनुहुन्छ। हेर्नु न, जापानिजहरूले चाहिँ ड्राई पिकनिक कति धेरै मान्छेहरू रहेछ, बच्चाहरू पनि खेल्दै रहेछ र हामी चाहिँ रुखमुनि बस्ने निर्णय गऱ्यौँ। र हामीहरू चाहिँ सामान फटाफट निकालेर मिलाउन थाल्यौँ हाम्रो खानेकुराहरू। एकदम भोक पनि लागेको थियो हामीलाई। हाम्रो सेल्फी हामी 5 जनाको अब चाहिँ एकछिन फास्ट भिडियोमा। खानेकुराहरू चाहिँ हामीले घरबाट नै बनाएको थियौँ र अब हामी चाहिँ खाना सर्भ गर्छौँ फटाफट र खाना फुल इन्जोय गर्छौँ है त गाइज। Happy Golden Week, guys. Golden Week, guys. Golden Week. Hello. Hello, यता हेर्नुहोस्, यता 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 हाम्रो उता ब्लग पनि भइरहेछ गाइज हो। हामीहरू यता छौँ। गरे चलो। र खानेकुरा खाएर हामीले एकछिन फोटोहरू खिच्यौँ, टिकटक बनायौँ ग्रुपमा बुढाबुढीले र टिकटक बनाएर हामीले पानीपुरी र चिप्सहरू खायौँ लास्टमा चाहिँ घर फर्किने बेलामा। र अब चाहिँ घर फर्किने सारसुर पनि थियो हाम्रो। हामीले चाहिँ आज फुल इन्जोय गऱ्यौँ हामी 5 जनाले गोल्डन विकमा। 11 दिनको बिदामा आज चाहिँ हामीले फुल इन्जोय गऱ्यौँ हामी 5 जनाले। र अब चाहिँ हामी घर जाने सारसुरमा छौँ र हामी एकीमा नै आएर ट्रेनको वेटिङमा छौँ। सबैजना गरेर प्लात्त प्लुत्त भएर आफ्नो सुरमा छौँ। यति जेलसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। मन पर्दैमा लाइक गरिदिनु।